ल हेर्नुहोस् है हिउँले बाटो त छेकै छेकै त मेरो सबै गाडीको अगाडि पछाडिको भ्यू पनि छेकेको छ कसरी हेर्ने कसरी कुदाउने अहिले भने चाहिँ साथी हो म चाहिँ कामको ड्युटी सिद्धिएर घर जाँदैछु र बाटोको अवस्था यस्तो छ आज केन्टकीमा यो सिजनको पहिलो पाली हिउँ परेको दृश्यहरू तपाईहरुलाई देखाउँदै जाँदैछु बाटोमा यस्तो हिउँको अवस्था छ एकदमै जाडो आफ्नै ठाउँमा भए पनि चिसो आफ्नै ठाउँमा भए पनि तर हिउँले गर्दाखेरि रुखहरू एकदमै वरिपरि सबै ढाकिएर सेतै भएको छ हेर्नु लायकको छ है बाटो चाहिँ एकदम रमाइलो देखिएको छ सबै रुखहरू हिउँले ढाकिएर सेतम्मै भएको छ हेर्नुहोस् है र अहिले बिहानको त्यस्तै 6 बजेको छ दिन त्यति खुलिहालेको छैन यो दिन खुलिएर अझै घाम लाग्यो भने अझै घामले टल्केको बेला हेर्न अझै रमाइलो देखिन्छ ल साथीहरु हेर्दै हेर्दै घर पनि आइपुग्यो हो ओहो 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 घरको वरिपरिको दृश्य झन् हेर्न लायकको भएछ यहाँको धुपीहरू पनि हिउँले एकदम रंगीन भएछ है हरियो धुपी सेतो हिउँले गर्दाखेरि त एकदमै कलरफुल देखिएको छ यहाँ रुख पनि ओहो सब सेतै सेतै ल हेर्नुहोस् त घरको छानाहरू पनि सेतै भएछ रमाइलो देखिएछ है हिउँ हुन त साथी हो हिउँ पर्दाखेरि हेर्नलाई खेल्नलाई त रमाइलै हुन्छ तर के गर्नु घरभित्र बाहिर गर्नको लागि पनि सबै हिउँले पुरेको हुन्छ अनि त्यसलाई क्लिन अप गर्न चाहिँ कति गाह्रो हुन्छ भन्ने कुरो चाहिँ सायद यो सर्नेले मात्रै थाहा हुन्छ हैन त साथी हो